9 बजे यस्तो लाइन त्यस्तोहरू अब जित्ने मान्छे आनन्दले 9 बजे आएछ हानेहरू नाचेकै नाच ओ छोड्छ तपाईँ म चाहिँ यस्तो खडा तान्न आउँछु के गाउँ आएको ओहो बाबु तपाईँ नाच्न आएको हाम्रो तपाईँ आएको अन्त के यही त डान्स कम्पिटिसन हो के भाषा पनि मान्छे बोलाएर छ आउँदाको ठाउँमा दियो ठुलो भयो टिममा ठुलो भइहाल्यो आजमा नाच्नु रमाइलो भइहाल्यो त्यो पुगिहाल्यो ल ठिक छ बब्बा हाल्नुपर्छ ल यस्तो बाहिर गएर आउँछ राख्दै गयो चाँडै यता पाली पिलो गरौँ ल होइन कहिले बोल्नु हो यो दाजु खोइ के दाजु छैन बा नेपाली समाजहरू सुरु हुन पाएर गइजान्छ नि त्यही भएर देश बिकेको नि खाइ नेपाली जानु भन्यो ढिला गयो मान्छे कस्तो ठुल्ठुलो काम छोएर आएको हुन्छ ओहो यहाँ यत्रो भिड भइसक्यो कसै भने नेपालमा कला र संस्कृतिको भ्यालु छैन भनेर त्यसै हुन्छ यहाँ यत्रो भिड त्यही त भने ल क्यामेराम्यानलाई यस्तो भिडको प्रतिक्रिया लिइहालौँ न हेलो पाठी यता जिटीमा यो चाहिँ उचा गएको बचाइ खिच कन्फिडेन्स भनेको यस्तो पो हुनुपर्छ त मेरो नाम चाहिँ मगन नारायण हो जिटी चाहिँ शिवरी मै हो यस्ता चाहिँ टिभीमा आइरहेको छ क्या ए बान्जे देखिरहेछस् नि त्यहाँ भएको हैसियत माटो भएको सबैलाई भन्यो ल कस्तो आउँछन् ल राम्रो सुनाएको या ए तपाईँ पनि नाच्न आउनु भएको होइन पौडी खेल्न आएको ए साह्रो स्पिकर लास्टै भयो नि के आफू पछि स्टेज आएर पाल लाग्छ जस्तो भइसक्यो तिमी भने ऱ्याग हाल्नै पर्छ ल अब हाम्रो जजहरू पनि आइपुगिसक्नु भएको छ तपाईँहरू आफ्नो कार्य अनुसार अडिसन दिनु होला बेस्ट अफ लक तपाईँलाई स्वागत छ कार्यक्रम नाच नेपाली नाचमा जसमा नपुनी र म एलिसा र यसको स्पोन्सरहरू हुन्छ दिवाङ लाइट स्कुल दिवाङ लाइट हेर्दा दिवाङ लाइट क्यान्टिन एसोसिएसन विथ दिवाङ लाइट टेलिभिजन अब हाम्रा वरिष्ठ जजहरूको पनि इन्ट्रोडक्सन गरिहालौँ यहाँ उपस्थित हुनु भइसकेको छ नेपालकै विशिष्ट नेता सुनिल ओली नमस्कार सबैलाई नमस्कार उहाँले नेपाली कला र संस्कृतिको उत्तिकै विकास गर्नुपर्छ भनेर आफ्नो अमूल्य समय निकाली यहाँ उपस्थित हुनु भइसकेको छ जोरदार तालले स्वागत गरौँ उहाँलाई त्यस्तै हामीसँग हुनुहुन्छ अमरका जज बलिउडमा नाम गरेकी कोरियोग्राफर चुलबुली शर्मा जसले नेपालकै मोटी हिरोइन हस्तरेखा थापाको जिउ मर्काउन समेत सफल हुनु भइसकेको छ र यहाँ उपस्थित हुनु भइसकेको छ जोरास्टकी सिनियर डान्स जसले डान्समा पिएचडी गरिसक्नु भएको छ र जीवनको 50 वर्ष डान्समा त्याग गरिसक्नु भएको छ लोकनीति ओइसन सबै डान्समा धनी नेपालकै महान मचुवा आमबहादुर धिताल आफे जोरदार तालले स्वागत गरौँ उहाँलाई उहाँको डान्स हेर्दा आफू याद आउने भएकाले उहाँको नाम आमबहादुर राखिएको ल यो त भयो हाम्रो आदरणीय जजहरूको अब भने पालो रहेको छ पार्टिसिपेन्ट्सहरूको यस नाच नेपाली नाच आफ्नो डान्स पर्फर्म गर्न आउँदै हुनुहुन्छ हाम्रा प्रथम प्रतियोगी दुलाल प्रसाद दिवस सिन्हा उहाँ आफूलाई बाक्लो गर्छ म्यादामा नचाउँदै हुनुहुन्छ जोरदार तालीले स्वागत गरौँ उहाँलाई ओ भाइ आर यु रेडी टु डान्स क्यू म्युजिक एकछिन प्रभु मलाई यहाँ उपस्थित भएकोमा धन्यवाद अब नाच्न पनि शक्ति प्रदान गरिदिनु होला घाँस साह्रो कसले हाल्ने भोक लाग्यो बा यहाँ मान्छेलाई त खाना छैन पशुले के खा गए टाढा छोरो छोरा मरिन्छ कि बाँचिन्छ कसको गान्छ खायो ढिँडो हलियो हिँडो के को नापिन्छ ए खायो ढिँडो हलियो हिँडो के को नापिन्छ ए बाटो गर्छ
धन्यवाद हाम्रो प्रतियोगी दिनालाई। अब हाम्रो दलहरू पनि कमेन्ट सुनिहाल्नु न त। सुनिल ओलीजी हजुर कस्तो लाग्यो त गुलाबको साथी बस्नेको तिम्रो यसमा राम्रो होला जस्तो छ। जय कृषि नेपाल। हजुरलाई कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? भाइ तिमी गलत ठाउँमा आयो। यस्तो सबै जनावरको आवाज निकाल्न सक्नेले त डिमान्ड गर ट्यालेन्टमा जानुपर्छ नि। त्यहाँ भने पक्कै पनि चान्स मिल्थ्यो होला। बाटोजी हजुर कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? उहाँको डान्स हेर्दा त मलाई एउटा गीतको पो याद आयो। त्यो गीतको बोल छ आज फेरि मलाई मेरो गाउँको याद आयो। ए भाइ तिम्रो डान्स देख्दा त मलाई मेरो गाउँको गोठको पो याद आयो। मेरो गोठमा पनि बाख्रा कुखुरा भैँसी सबै छन्। बाबुले स्वर पनि निकाल्यो। कस्तो रुन पो मन लाग्यो मलाई त। मेरो अभियान मात्र हो पशुपालन फस्टाउने। मलाई ठुलो व्यवहार थिएन सोच हुने हेपेर चलन नगर्नुहोस् कि मेरो साथीहरू। हस्त धन्यवाद। तपाईँले अभियान चलाउनु भएको रहेछ खुसी लाग्यो। अभियान नछोड्नु होला। हामी पनि हजुरको साथ साथ रहनेछौँ। हुन्छ त्यस्तै यस नाच नेपाली नाचलाई सब मनोरञ्जन प्राप्त गर्न हामीसँग आउँदै हुनुहुन्छ पप्पु कुमार कार्की, जो नेपालमा बसेर पनि विश्वभित्र माइकल ज्याक्सनसँग च्यालेन्ज गर्ने पावर छ। र उहाँको डान्सको गीतको बोल्छ मिस्टर बमलास्टिक। उहाँलाई भाइ रेडी छौ? म्युजिक धन्यवाद हाम्रा प्रतियोगी पप्पु कुमार कार्कीज्यूलाई। सुनिल ओलीजी हजुर कस्तो लाग्यो त पप्पुको पर्फर्मेन्स? यो गाईको हड्डीको सट्टाइ रबर छ कि क्या हो? कस्तो लचकेको छ। मेरो त जिउडो सिरिक गयो। सुनिल म्याम हजुरलाई कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? मलाई पनि राम्रै लाग्यो। तर अर्कोचोटि आउँदा भने चाहिँ नेपाली गीत नै लिएर आउनु। बाटोजी हजुर कस्तो लाग्यो त पप्पुको पर्फर्मेन्स? म त शब्दविहीन भए भाइ। यो कुन स्टाइलको डान्स? यो त कुनै स्टाइलै होइन नि। यो त गर गीत हो के। उसको लामो कान छ होइन। यति शब्द आकार चलन हुन छुट्टो हो। अब भगवानले नै वरदान दिएपछि के लाग्छ र होइन? यस्तो भन्नु पर्यो। अलि हतारमा छु केटाहरूलाई पार्टी दिनु पर्यो लाग्यो मलाई। ल बेस्ट अफ लक है। अझै राम्रो गर्नु। थ्याङ्क्स सुटी। त्यस्तै अब आउँदै हुन्छ हाम्रो अर्का प्रतियोगी गोरी लामा। र उहाँको डान्सको गीतको बोल्छ यो टोलको दारा। हेरौँ उहाँले जजहरूलाई कतिको तर्साउनुहुन्छ त। स्वागत गरौँ उहाँलाई। हामीलाई पर्साउन काम लिएर आउँछस्। हाम्रो ठेक्काहरूलाई त कहिले थप्की सुन्छस्। ओए झापा मलाई चिन्छस्? हामीलाई कति हिँड्छस् रे नाच पेट पाएको ढिँडे देखाइछु म तेरो हजुर पाएको। ओपर भए ओपर होला नखोज है जिउ धन्यवाद हाम्रो प्रतियोगी भोलि आमालाई। आबाबुजी हजुर कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? ओहो भाइ मलाई त साह्रै डर लाग्यो। के तपाईँ नाच्न आउनु भएको? यहाँ नक्कली सुनको मेरो लाउनु सट्टा त बरु नेताजीको पछाडि हिँड्नुहोस्। तपाईँलाई सुनकै साङ्लो त बाँधिदिन्छन्। सुनिल म्याम हजुरलाई कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? म पनि यहाँ चेयर समातेर नै बसेको छु। अब नो कमेन्ट। सुनिल ओलीजी हजुर कस्तो लाग्यो त भोलिको पर्फर्मेन्स? भाइ तिम्रो के विचार छ? यसमा भन्दा मसँग तिम्रो भविष्य देख्छु। सुटकै तक्न लाउने हो कि सुटको जस्तै? तिम्रो विचार। अब मेरो दिने भनिहाल्नु भयो। भइहाल्छ नि। सुनकै साङ्लो लगाउन नि। त्यसो भए
ट्याक्क पछि भेट। यही सिलसिलामा अब आउँदै हुनुहुन्छ हाम्रो अर्का प्रतियोगी जोसँग फलेन्द्रसँग च्यालेन्ज गर्ने हाइट छ र कम्प्लेनलाई पनि कम्प्लेन गर्न सक्ने पावर छ। उहाँ हुनुहुन्छ बामपुर्की खड्का र उहाँ उमेर पिए पनि ठुली नभएपछि आफूलाई सुहाउन गीत गाउने डान्स पर्फर्म गर्दै हुनुहुन्छ र गीतको बोल छ ओ सानी सानी नानी। स्वागत गरौँ उहाँलाई। ल बहिनी राम्रोसँग नाच्नुपर्छ है त। आर यु रेडी टु डान्स? क्यू म्युजिक। केटीको लास्ट उहाँको प्रतियोगी बामपुर्की खड्काज्यूलाई। श्री लोलीजी हजुर कस्तो लाग्यो त बहिनीको पर्फर्मेन्स? राम्रो छ बहिनी, तर उमेर पुगे जस्तो लागेन। अर्कोचोटि आउँदा ठिक हुन्छ जस्तो छ। एकचोटि चान्स दिनु न, अर्कोचोटिको दामी गरिहाल्छु नि प्लिज। सिलिली म्याम हजुरलाई कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? बहिनीले अलि मेहनत नगरेको जस्तो मलाई लाग्यो। हिजो भर्खर थपाएको, नेक्स्ट टाइम दामी गरिहाल्छु। आकाशजी हजुर कस्तो लाग्यो त बहिनीको पर्फर्मेन्स? त्यसो होइन बहिनी, टाइम त दिनु पर्यो नि, अनि अलि स्टेज कभरेज पनि भएन, त्यसैले नेक्स्ट टाइम ल। ल बहिनी अर्कोचोटि आउँदा चाहिँ अलिक प्रिपेयर गरेर आउनु है। त्यस्तै हामीमा आउँदै हुनुहुन्छ हाम्रो अर्का प्रतियोगी भूमन्त नारायण र उहाँको डान्सको गीतको बोल छ लोकतन्त्र प्रजातन्त्र। जोरदार तालीले स्वागत गरौँ उहाँलाई। भाइ बाछौ बाछौ त झकास छौ, खै चस्मा ल्याउ न त लगाएर हेर। अब सुहाको नसाको त नारीले भन्नु पर्यो नि, भन्नुहोस् त चुलबुलेर। ए सुहाको त सुहाको छ, अब अलि उमेरको भएदेखि हेरिरहनुहुन्थ्यो। अब म त बर्देरी नै छु नि, के भइगयो क्यामेरामा रोल भइरहेको छ, पछि कुरा गर न। ल भाइ रेडी म्युजिक एकछिन ट्याक्समा गरिबले सुख पाउने प्रजातन्त्र लोकतन्त्र आयो गणतन्त्र बजेट भाषण गर्दा गर्दै मन पर्यो अर्थतन्त्र गरिबले सुख पाउने भेटिएन मन्त्र होइ भेटिएन मन्त्र चुनाव आयो भन्दा चाहिँ हातै हो ढोका भोटका भाइ बोक्ने हामीले चल्दैको यसले उसलाई लाठी हान्यो उसले उसलाई खुसा हात्ती आयो आखिरीमा खुसा आखिरीमा खुसा खोइ त गरेको कानुन खानी बजारमा हिँडेको मेरो त चप्पल छिनेको बजार भाउ के साह्रो छर्केको खुसी लाउँदै मेरी बुढी छर्केको जिरा मरी खाइ फल मटी के साबुन कानु बुझे भयो रे किन्नु भन्दै सुन किन्नु बाँची मकै पेट्दा 1 किलो नुन कसका बाउले दिँदा गेलन त्यसका कानमा सुन टुलुङ टुलुङ सुन ए बुढी सुन हाम्रा बाबु टोपी आज टुटी निस्को फुट्टा हिजो देखि जङ्गलमा
लाग्न लाग्छ। धन्यवाद प्रतियोगी महन्त नारायणज्यूलाई। श्री ओलीजी हजुर कस्तो लाग्यो त महन्तको पर्फर्मेन्स? अब भाइ पनि जोग गर्छु, यस्तो राम्रो डान्स गरेपछि उठ्नु परेन त। अनि मलाई त गीतले नि पेलो खपिन सक्नु भएर उठ्यो। लिली म्याम हजुरलाई कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? माइन्ड ब्लोइङ भाइ, एकदमै दामी छ। आपाजी हजुर कस्तो लाग्यो महन्तको पर्फर्मेन्स? अब तपाईँलाई काठमाडौँ लगिन्छ। ए त्यसो भए बुझे फोन गरिहाल्नु पर्यो, कता छ? हेलो, बुझी बोलेको हो? मलाई मेरो डान्स मन पर्यो अरे। अब के गर्ने अरे मेरो बच्चोले? अब तपाईँलाई काठमाडौँ लगिन्छ। ए बुझी, मलाई त काठमाडौँ नानी अरे, त्यही त्यो पनि नानी? मेरो बुझाइ नानी हो रे। कस्तो छ? अहिले लाग्छ बाटो प्लेन छ। ए बुझी, बजाउनु छ जानु, फोन लाग्छ। ल भाइ, अझ राम्रो गर्नुपर्छ है त। ए महन्त नारायणज्यू कस्तो लागिरहेको छ त? अहिले पानी पर्ला जस्तो भाइ छ। उहाँको गीतको डान्स गोल छ। यो डुबेको मुटु हेरेर जोरदार तालीले स्वागत गरौँ उहाँलाई। ल म्युजिक। ओलीजी हजुर कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? भाइ यस्तो उभिएरै नपुगे, केटीको पछि लागेछ। अब के गर्ने? यस्तो पढ्ने उमेर छ, राम्रोसँग पढ्नु। मुटु टुक्राएर हिँडेर कहाँ हुन्छ? घरमा सिस्नो पानी लाग्नु ठिक हुन्छ। लिली म्याम हजुरलाई कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? धेरै आँसु नआएको भाइ। अब यस्तो टाउको हेर्दाखेरि त आँसुको ट्याङ्की जस्तो देखिन्छ। आनन्दजी हजुर कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? हामी खेल्ने उमेरमा पनि कहाँ मुटु जोड्ने र टुक्र्याउने कुरा गरे बाबु, रमाउन सिक। यो गीत त हाम्रो चुलबुली म्यामलाई पो सुहाउँछ त। के हो गीतै धुनमा हुनुहुन्छ कि के हो अहिलेसम्म पनि? होइन, पुरै नबुझी भन्नुभयो दादाहरूले पनि। मान्छे देशमा त पो हो त, मान्छे त म चिप्पड हो नि। यो उमेरसम्म पनि बिहे भएको छैन, अनि मुटु टुक्रिँदैन। कसले बुझ्नु मेरो कुरो? त्यसो भए चिन्ता नगर्नु न त, धेरै धेरै नै युज गर्नुभयो होला। अब अर्कोचोटि आउँदा चाहिँ अलिक चिप्पट देखिने भएर आउनु है। त्यस्तै अब आउनुहुन्छ हाम्रो अर्को प्रतियोगी गीतको गोल छ डेन्जरस। जोरदार तालीले स्वागत गरौँ उहाँलाई। भाइ रेडी छौ? म्युजिक। धन्यवाद हाम्रा प्रतियोगी माइलो श्रेष्ठ माइकललाई। हजुर कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? राम्रो छ भाइ, तर आऊ गर्दै थियौ नि। के खेल्दा समस्या छ कि क्या हो? होइन, यो त मेरो स्टाइल हो। लिली म्याम हजुरलाई कस्तो लाग्यो त उहाँको पर्फर्मेन्स? राम्रो त भाइ, तर अलि स्टेपहरू भने दोहोरिरह्यो। अर्कोचोटि आउँदा चाहिँ नयाँ नयाँ स्टेप नै लिएर आउनु।
दाजुजीहरूलाई कस्तो लाग्यो त माइकलको पर्फर्मेन्स? बाबुले मैले जस्तै गर्न खोजेको हो तर अलि भएन। तपाईँ चाहिँ डान्स गर्न मन लाग्थ्यो? मलाई अलि सन्चो त छैन तर पनि भाइले भनिहाल्यो गरिदिन्छु। चक्कर लागेको भाइ कस्तो भयो त पर्फर्मेन्स? नानीको अब त्यो माइकलले के गर्ला जस्तो छ। तर अर्कोचोटि आउँदा चाहिँ जजहरूले भनेको जस्तै नयाँ नयाँ स्टेप लिएर आउनु है। भाइ तपाईँ नाच्ने बारे नाचको फाइनलिस्ट होइन र भने या अनि खोइ तपाईँले जित्ने जस्तो चान्स पनि छैन, फुल पनि अलिक कम आएको छ तपाईँलाई। के भन्छ सुटो मसल हेरेर कुराहरूमै फेरि अब भन्न त के भन्नु नि, उता महन्त नारायणले जित्ला जस्तो भइसक्यो, नाच त हजुरको मन पर्ने भएर हजुरलाई भेटेको नि, न त किन भेट्नु पर्थ्यो? के भन्छ सुटो अलिक कुरा बुझ्दैन के सोझो पारेर भन्न आउँदैन के हो? अब भन्नु पर्दाखेरि सोझै पाराले भन्नु पर्यो होइन त। क्यास प्राइजको पनि व्यवस्था छ क्यारे। अलिअलि जजहरूलाई हेर्नुभयो भने हजुरको कन्फर्म जित, यसमा हजुर केही विचार, यसमा त मलाई केही फाइदा छैन। ट्यालेन्ट गर्न नदिने भन्ने सोच मात्र हो। यदि मसँग पैसा भएको भए म दिन्थेँ, अहिले अलिअलि समस्या परेको छ त्यसै। सुटो त रडी जान पो आएको रहेछ, हुन पनि हो मसँग भएको पनि यही 500 ल्याउँ न त। ल एक जाओ 500, यो जाओ 500 त चिया पसलमै सिकिन्छ। के गर्नु त हिजो भ्यालेन्टाइन डेमा सक्यो त के गर्नु ल्याउँ न त। ल भनिहाल्नु भयो, ल जाउँ न त। ल सुटोले आज बब्बा चिन लाग्यो नि। र त्यो नेताज्यू व्यवस्था व्यवस्था नेताज्यू मैले हजुरले भने जस्तै गरेर पप्पुले आज टामेरै आएको छु। ए काम भयो अब के गर्ने, देश यसरी चलेको छ। अनि त्यो मगन दशको के पैसा होला र अनि बाइकल हो कि साइकल ताइले तिमीलाई के जिताउनु होइन भाइ? ओहो हुन त मलाई पप्पुकै डान्स मनपर्छ नि नेताज्यू। अब खोइ लक्ष्मी पाउन त। ल हस् नेताज्यू, अहिलेलाई म लाग्छु, नमस्ते। पुनः स्वागत छ कार्यक्रम नाच नेपाली नाचको फाइनलमा। आज अहिलेसम्म नामबाट सेलेक्ट भएका पार्टिसिपेन्टहरू फाइनल पर्फर्मेन्स देखाउन खोज्दैछन्। हाम्रो प्रोग्राम नाच नेपाल नाचका 3 फाइनलिस्टहरू हुनुहुन्छ पप्पु कुमार कार्की, माइला बहादुर श्रेष्ठ र मगन्त नारायण। उहाँले आज एउटा गीत गाउनु हुनेछ र त्यसैमा उहाँले आफ्नै शैलीमा डान्स पर्फर्म गर्नुपर्ने हुन्छ र उहाँहरूको डान्स मन पराउनु हुने दर्शकहरूले उहाँलाई भोट पनि गर्न सक्नुहुन्छ है। भोटिङ लाइन अझै खुल्लै छ, सो किप अन भोटिङ। तपाईँहरूले उहाँलाई अत्याधिक भोट दिएर उहाँलाई विजय गराउन पनि सक्नुहुन्छ। अब आउँदै हुनुहुन्छ हाम्रा 3 फाइनलिस्टहरू माइकल चलाउँछ साइकलको साथमा हाम्रा साथीहरूलाई धेरै साल होइन को हो यो विचार प्याज छ बोल्ने गाउँदै लागिरहेको छु नि मोखा आलु जस्तो भनेर भन्ने मिल्दैन क्या
मजिमदारको मैलो पनि भइसकेछ माइकल खालि माइकल 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 मात्र भन्छन् त्योभन्दा अगाडि अरू केही छैन कि के हो आफ्नो त यहाँ ढाडमै फुस्किएला जस्तो भइसक्यो मजिमदारको What a performance! Only final performance भनेको अब हाम्रो भोटिङ लाइनहरु पनि बन्द भइसकेको छ र जजहरुले पनि मार्क्स दिइसक्नु भएको छ अब फाइनलिस्टहरुले आफ्नो फाइनल पर्फर्मेन्स देखाइसकेपछि जजहरुको कमेन्ट पनि सुनिहालौँ न त सुनि लोलिजीहरुलाई कस्तो लाग्यो त फाइनलिस्टहरुको फाइनल पर्फर्मेन्स अब आफुलाई त पप्पुकै डान्स लाग्छ खै स्वादै गएको छैन फेरि मलाई एउटा गीत चाहिँ आएन के सुन्नु है त हे भगवान मेरो धरतीको घाउ हे भगवान मेरो धरतीको घाउ अब धेरै नाकटा तिमीले काम के छ त हजुरको विचार अब माइकल त नाचेर भन्दा पनि बसेर गीत सकियो मगन्तजीले पनि त्यति साह्रो खुल्न सक्नु भएन मलाई पनि पप्पुकै पर्फर्मेन्स ठिक लाग्यो
आगामी हजुरको विचारमा चाहिँ के छ त? खोइ मलाई त मगन तर पपुकोमा कुन राम्रो राम्रो छुट्याउनै सकिनँ, तर माइकलको चाहिँ बर्बादै छ है। अब हाम्रो फाइनलिस्टहरूको पनि प्रतिक्रिया लिइहालौँ। पपुजी हजुरलाई के लागेको छ त? फाइनल पर्फर्मेन्स पनि देखाइहाल्नु भयो। अब जित्नु मैले छुट्यो, अब यस्तो हार्नेहरूको कोही सुनिहाल्नु न। अधिक आफिस फेरि रोएर बोल्न नसकेको हो कि आइए बुझाएर पनि टेन्सन चाहिए, आँसु बुझे पनि थाहा हुन्छ। माइकलजी हजुरको मनमा चाहिँ के लागेको छ त? रिजल्टपछि थाहा भयो। अब हामी कुनै ढिला सुस्ती नगरिकन हाम्रो फाइनलिस्टहरूबाट मध्येबाट विनर चुन्नुपर्ने हुन्छ र आज यस नेपाली नाचका विनर हुनुहुन्छ माइकल। बसेर पनि गीत सक्यो, अझै विनर हुन्छ जस्तो लाग्छ तपाईँलाई? राख्नुहोस् खुट्ट तल। हो त नारायणज्यू, छुट्टी त धेरै ठुलो छ त, के जित्यो जस्तो लाग्छ? तर मलाई त्यस्तो लागेन है। गाउँको नाचका विनर हुनुहुन्छ पप्पु कुमार कार्की। आजको विजेता पप्पु कुमार कार्कीलाई पुरस्कार हस्तान्तरण गरिदिनुहुन आदरणीय जजहरूलाई हार्दिक अनुरोध गर्दछु। यस्तो नि हुन्छ के यो चेक कहाँ छ यो चेक? यस्तो नि हुन्छ कप मेरो चिहान जस्तो कप छ यो त जाने जस्तो खुसीको चाल यस्तो छ। तपाईँको काम सिकाइन जानुहोस्, तपाईँलाई होइन कार्यक्रम सिकाउने तपाईँ जानुहोस्। कार्यक्रम सिक्यो